रवि लामिछाने नेपालको समकालीन सबैभन्दा धेरै चर्चा, बहस र भावनासँग जोडिएको नाम हो। उनी न त केवल एउटा टेलिभिजन प्रस्तुता हुन्, न त केवल राजनीतिज्ञ। उनी एउटा यस्तो पात्र हुन् जसले यति बेला आम नेपालीको मन, पीडा र आक्रोश र आशालाई एकैपटक छोएका पनि छन्। आम नेपालीको मन जित्न सफल रवि लामिछानेको जीवनकथा कुनै सिधा र सरल यात्रा भने छैन, बरु उतार चढाव, सङ्घर्ष, विवाद, पतन र पुनः उत्थानले भरिएको जीवनकथा छ। आउनुहोस् आज हामी यिनै सारा नेपालीको मन जित्न सफल भएका रवि लामिछानेको जीवन सङ्घर्षको बारेमा बुझौँ। सारा नेपालीको आशा, भरोसा र मनको ढुकढुकीको रूपमा चिनिने रवि लामिछानेको जन्म विक्रम सम्वत 2032 साल भदौ 24 गते काठमाडौँमा भएको थियो। सानैदेखि उनी कसैसँग नडराउने, निडर, जिज्ञासु र बोल्न रुचाउने स्वभावका थिए। अरूले सजिलै स्वीकार गरेको कुरालाई पनि उनले किन र कसरी भनेर प्रश्न गर्ने गर्थे। यही जिज्ञासाले उनलाई जीवनभर मार्गनिर्देशन दियो। उनले आफ्नो बाल्यकालमा नै मञ्चमा उठेर बोल्ने र आफूले देखेका अन्यायबारे प्रश्न सोध्ने क्षमता विकास गरिसकेका थिए। समय बित्दै गयो। युवा अवस्थामा राम्रो भविष्यको खोजीमा रवि अमेरिका पुगे। त्यहाँ उनले धेरै सङ्घर्ष गरे। रेस्टुरेन्टमा काम, सबवे जस्तो फास्टफुड चेनमा म्यानेजरको रूपमा पनि काम गरे। पढाइ र जीवनयापन यी सबै अनुभवले उनलाई आम मान्छेको पीडा, दुःख र सङ्घर्षको बारेमा बुझ्न सिकायो। अमेरिका गए पनि उनको मन सदैव नेपालमा नै रह्यो। उनको मन बारम्बार नेपालमा समस्याहरू धेरै छन् तर बोल्न सक्ने मान्छे कम छन् भन्ने मनसायले उनले अमेरिका छोडेर नेपाल फर्कने मनसाय गरे। त्यसपछि अध्ययनको सिलसिलामा प्रेम गरेर विवाह गरेकी श्रीमती ईसासँग मनमुटाव बढ्न थाल्यो। केही समयपछि उनले पहिलो श्रीमती र साना दुई छोरीहरू रिचा र रियालाई अमेरिकामै छोडेर नेपाल फर्किए। केही समयपछि पहिलो श्रीमती ईसासँग डिभोर्स पनि गरे। त्यसपछि रवि सधैँ नेपालमा नै बस्ने निर्णय गरे। नेपाल फर्किएपछि रवि लामिछानेले पत्रकारितामा कदम राखे। सुरुमा उनले सामान्य समाचार पढे। सामान्य समाचार पढेर सन्तुष्ट नभएपछि यही असन्तुष्टिबाट जन्मियो उनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग। यो कार्यक्रम केवल टेलिभिजनको सो थिएन, यो जनताको आवाज, समस्याको उजागर र भ्रष्टाचारको प्रश्न उठाउने माध्यम बन्यो। उनी निडर थिए, न त कुनै पद न त कुनै शक्ति। केहीसँग नडराइकन उनी सिधै प्रश्न गर्थे, दोषी डराउन थाल्थ्यो, पीडितलाई आशा पनि मिल्थ्यो यो कार्यक्रमले। उनले कुनै समय 62 घण्टा लगातार कार्यक्रम चलाएर जिनियस ओल्ड रेकर्ड पनि बनाएका थिए। भनिन्छ नि, जहाँ लोकप्रियता हुन्छ त्यहाँ विवाद पनि हुन्छ। रवि लामिछानेको जीवनमा पनि विवाद कम थिएन। केही समयपछि उनीसँगै काम गर्ने पत्रकार शालिग्राम पुडासैनीले रविले मलाई आत्महत्या गर्न बाध्य बनायो भन्दै भिडियो रेकर्ड गरेर आत्महत्या गरे। जुन आत्महत्या प्रकरणमा रवि केही समय जेल पनि गए। त्यसपछि उनी जनताको साथ सपोर्टले जेलबाट बाहिर आए। उक्त आत्महत्या प्रकरणबाट सफाई पनि पाए। त्यसपछि उनी फेरि नागरिकता विवाद जस्ता केसमा जेल जीवन जिउन बाध्य भए। त्यसपछि उनको करियर चुनौतीपूर्ण बन्न पुग्यो। उनी पक्राउ परे, अदालत धाए, धेरैको आलोचना पनि सहे। यति धेरै कुराहरूबाट हार खाँदा पनि रविले कहिल्यै हार मानेनन्। उनी जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराइरहे। लामो समय मिडियाबाट सत्ता र प्रशासनको आलोचना गरेपछि उनी राजनीति क्षेत्रमा प्रवेश गरे। 2078 सालमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरे। अप्रत्याशित रूपमा उनी चितवन 2 बाट सांसद निर्वाचित पनि भए र उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पनि पुगे। त्यसपछि उनले नेपालमा रहेका ठुलाबडाको पोल भ्रष्टाचारको फाइल खोल्न मात्र थालेका थिए, तर नागरिकताको विवादले उनलाई फेरि गृहमन्त्री जस्तो पदबाट हट्न बाध्य बनायो। रविले भ्रष्टाचारको फाइल खोल्न खोज्दा रविलाई ठुलाबडा नेताहरूले पावर लगाएर आफू जेल परिन्छ कि भनेर तल झारेको हो भनेर धेरै नेपालीले आशंका पनि गर्न थाले। त्यसपछि रवि लामिछानेलाई ठुला बडा नेताले फेरि भ्रष्टाचारको मुद्दामा जेल जीवन जिउन बाध्य बनाए। ठुलाबडा नेताले जनतालाई अत्याचार गरेपछि 2082 भदौ 23 गते जेएनजी आन्दोलन सुरु भयो। जेएनजी आन्दोलनमा कयौं नाबालकले ज्यान पनि गुमाए। भोलिपल्ट 2082 भदौ 24 गते जेएनजी आन्दोलन हिंसात्मक बन्न पुग्यो। नेताहरूको भागभाग हुन थाल्यो। नेताहरूले एकाएक गरेर राजीनामा दिन थाले। कतिपय नेताहरूले कुटाई समेत खाए। त्यति बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएर भाग्न बाध्य भएका थिए। त्यसको केही समयपछि नेपालमा जेएनजीको नेतृत्वमा सुशीला कार्की प्रधानमन्त्री बनिन्। त्यसपछि भ्रष्टाचारको मुद्दामा जेल परेका रवि लामिछाने धरोटीमा रिहाई पनि भए। त्यसपछि फेरि रवि लामिछानेले युवा पुस्ताका बालेन जस्ता जोसिला युवालाई लिएर फेरि यति बेला राजनीतिमा प्रवेश गरेका छन्।
जे जस्तो भए पनि रवि लामिछाने नेपालमा आवाज उठाउने र परिवर्तन ल्याउने प्रतीकका रूपमा यति बेला धेरैले चिनेका छन्। इतिहासले उनलाई नायक बनाउने हो कि विवादास्पद पात्र त्यो समयले नै तय गर्नेछ। तर एउटा कुरा निश्चित छ, रवि लामिछानेको नाम नेपाली मिडिया र राजनीतिमा लामो समयसम्म सम्झिने नाम बन्नेछ। यही नै थियो रवि लामिछानेको जीवन कहानी। तपाईलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट छोड्न नभुल्नुहोला।